हेलो गाइस नमस्ते वेलकम छ तपाईहरुलाई मेरो च्यानल आइपिओ लभर नेपालमा। म आज फेरि तपाईहरुको सामु एउटा नयाँ अपडेट लिएर उपस्थित भइसकेको छु। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ आज नेप्सेमा लिस्टिङ भइसकेको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ पूर्ण जानकारी यसै भिडियोमा मैले उपलब्ध गराएको छु। कम्पनी आज नै नेप्सेमा सूचीकृत भइसक्यो। अब भोलिदेखि यो कम्पनीको कारोबार स्टार्ट हुनेछ वेडनेसडेदेखि। जसलाई यो आइपिओ परेको छ सबैजनालाई कङ्ग्रेचुलेसन मेरो तर्फबाट। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको कहिले यो आइपिओ खुलेको थियो, कतिजनालाई यो आइपिओ परेको, अनि यो आइपिओ कतिसम्म जान्छ, अनि कस्तो छ यो कम्पनीको विवरण, फन्डामेन्टल सबै हेर्छु यसै भिडियोमा। तपाईहरु भिडियोलाई अन्तिमसम्म नस्किप गर्न हेर्नुहोला। जसलाई आइपिओ परेको छ सबैजनालाई धेरै धेरै कङ्ग्रेचुलेसन मेरो तर्फबाट। यो यसको स्थान सोलुखुम्बु र सोखलढुङ्गा नगरपालिकामा रहेको छ। यो आइपिओ 25,80,000 किता निष्कासन भएको थियो। कुल रकम यसको 25.80 करोड रहेको छ। प्रत्येक किता मूल्य 100 रुपैयाँमै निष्कासन भएको थियो। इस्यु म्यानेजर एनआइएमबी एसिया क्यापिटल लिमिटेड रहेको थियो। सामान्य सर्वसाधारणको लागि यो आइपिओ 14,27,600 किता निष्कासन भएको थियो। सर्वसाधारण आवेदन 10 किता दिएको थियो। 10 कितादेखि 1000 कितासम्म दिने अनुमति थियो। सर्वसाधारण आइपिओ अवधि खुलेको मिति 2083 साल असार 3 गतेदेखि 8 गतेसम्म थियो। हालको अवस्थामा आइपिओ आवेदन बन्द भइसकेको छ। यसको लिस्टिङ पनि भइसकेको छ, रिजल्ट पनि यसको आइसकेको छ। जसलाई यो आइपिओ परेको छ सबैजनालाई बधाई छ। कम्पनीको कुल 25.80 लाख किता सर्वसाधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। कुल 25.80 लाख किता यसरी छुट्याएको थियो। आयोजना प्रभावितको लागि 8,60,000 किता, वैदेशिक रोजगारीको लागि 1 करोड 72 लाख किता, अनि कम्पनीको कर्मचारीको लागि 34,400 किता, अनि म्युचुअल फन्डको लागि 86,000 किता, अनि सर्वसाधारणको लागि 14,27,600 किता। कम्पनीको मुख्य आयोजना एमइपिडिएलले 12 मेगावाट दुध खोला हाइड्रो पावर प्रोजेक्ट सञ्चालन गर्ने आयोजनाको अनुमानित कुल लागत करिब 2 अर्ब 36 करोड 93 लाख रहेको छ। आयोजनाको प्रति मेगावाट लागत करिब 19.74 करोड परेको थियो। कम्पनी हेर्दाखेरि राम्रै रहेको छ। यसको डबल बी रेटिङ पनि दिएको छ धितोपत्र बोर्डले। कम्पनीमा जोखिम थोरै छ। तपाईहरु आइपिओलाई लङ टाइमसम्म होल्ड गर्नुहोला, राम्रै बेनिफिट पाउनुहुनेछ। यति भन्दै म यो भिडियो यही नै समाप्त गर्दछु। तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक अनि सब्स्क्राइब च्यानललाई गरिदिनुहोला। आइपिओ सम्बन्धी सम्पूर्ण जानकारी यस च्यानलमा मैले अपडेटहरु समय समयमै हाल्दै गर्छु। ल धन्यवाद। जय नेपाल।